भाइ बहिनीहरू आजको क्लासमा हामी इक्वेसनकै अस्तिको भन्दा अघिल्लो भिडियोभन्दा अलिक टप फर्ममा छौँ आज। यो चाहिँ विशेष गरी क्लास 6, 7, 8 सम्मको स्टुडेन्टहरुका लागि युज हुने क्वेसन या त्यसको सल्युसन मेथडका बारेमा हामी डिस्कस गर्न गइरहेका छौँ। यो क्वेसनमा अस्ति हाम्रो सिधा थियो, माथि मात्रै थियो, लाइक 2x + 3 = 7 यस्तो वाला थियो। अनि अलिकति अस्तिको क्लासलाई पनि यहाँ रिपिट गरौँ थोरै, अघिल्लो भिडियोको क्लासलाई। यसमा हामीले अस्तिको क्लासमा के गरेका थियौं भने यो +3 लाई रिमुभ गर्नका लागि -3 गरिनुपर्छ, त्यही चीज दुवैतिर गरिन्छ भनेर भनेको थियौं। यो चाहिँ विशेष गरी सानो क्लासमा हामीले यसरी गरिन्छ। अर्को स्टेपमा यो भयो 2x बच्छ, 3 र 3 कट्यो = 7 - 3 हुने भयो। त्यस्तै गरेर अर्को स्टेपमा 2x = 4 अनि फेरि अर्को स्टेपमा यो 2x लाई 2 ले डिवाइड गर्ने, 4 लाई पनि 2 ले डिवाइड गर्ने, यसरी गरेका थियौं। अनि 2 एन्सर आएको थियो, या x = 4/2 बचेको थियो। कट गर्दा 2 एन्सर आउँछ। अब ठुलो क्लासमा आउँदै गएपछि 6, 7, 8 तिर आउँदै गएपछि हामीले यो स्टेपलाई स्किप गर्छौं, यो स्टेप लेख्दैनौं। यो सानो क्लासको बच्चाहरुलाई बुझाउन मात्रै हो। अब यहाँ चाहिँ हामी के गर्छौं भने एक साइडमा रहेको भ्यालु जे छ अर्को साइडमा जाँदा त्यसको ठिक्क अपोजिट हुन्छ। यसको मतलब डाइरेक्ट हामीले यसबाट यो स्टेप लेख्छौं, -3 राइटमा जाँदा +3 राइटमा जाँदा -3 भयो है। त्यसपछि यो स्टेप आयो, त्यसपछि फेरि यसलाई पनि स्किप गर्छौं। अर्को स्टेपमा यो 2x सँग मल्टिप्लाईमा छ, राइटमा जाँदा /2 भयो र x = 2 एन्सर आउँछ है। आजको यो क्वेशनलाई चाहिँ हामी त्यसरी गर्ने कोसिस गर्नेछौं, किन यो 7, 8 को लागि हुनेछ। सो यसलाई गरिँदा सबैभन्दा पहिला अस्ति नै हामीले कुरा गरिसकेका छौं। सबैभन्दा पहिला यो x को भ्यालु पत्ता लगाउन, यसका साइडमा रहेकाहरुलाई हामीले रिमुभ गर्दै जानुपर्छ भन्ने कुरा है। अब यो गरिरहँदा फेरि सबैभन्दा पहिला हामीले यहाँबाट 4 लाई हटाउनु पर्यो। यसका लागि 2x/3 4 राइटमा जाँदा के हुने भयो, यो 2 त आफ्नै ठाउँमा छ, सो 2 एज इट इज छ। -4 राइटमा जाँदा +4। यसपछि यो भयो 2x/3 = 4 + 2 ले 6 भयो है। त्यस्तै गरेर अर्को स्टेपमा अब यो 3 लाई उता लैजाने, 2x = 6, 3 यता डिवाइडमा छ, डिवाइडको उल्टो मल्टिप्लाई, सो राइटमा जाँदा मल्टिप्लाई हुन्छ, = 2x = 18 भयो। अब अर्को स्टेपमा यो 2 लाई पनि राइटमा लानु छ, 2 मल्टिप्लाईमा छ अहिले, मल्टिप्लाईको अपोजिट डिवाइड, सो अर्कोतिर जाँदा यो 2 डिवाइडमा जान्छ अनि हाम्रो फाइनल एन्सर आउँछ x = 9 भन्ने है। अब यसैलाई हामी अलि डिफरेन्ट तरिकाले पनि गर्न सक्छौं। अलि डिफरेन्ट तरिकाले भन्नाले 2x/3 - 4 = 2, यो 3 4 को तल छैन, सिंगल छ है। अब लेफ्टमा एलसीएम लिन सक्छौं हामी। एलसीएम लिइरहँदा फेरि चाहिँ यो 4 को तल केही छैन भने 1 छ। 4 भनेको 4/1 हो है, ठीक छ। 4 को तल 1 छ। अब एलसीएम लिने हामीले यो 4 को तल रहेको 1, यसलाई इमेजिन मात्रै गर्छौं हामी 1 छ भनेर, सो यो 1 र यो 3 को एलसीएम लिने हो है। अब एलसीएम लिइरहँदा पनि क्लास अनुसार डिफरेन्ट मेथडहरु छ। सानो क्लासमा हामी यसो गर्छौं, यसको तल 3 छ अनि 4 को तल पनि 3 बनाउनु पर्यो, यसका लागि तल 3 थपियो अनि तल मात्रै थप्दा त भ्यालु घट्ने भयो। यसलाई इक्वल बनाउन माथि पनि 3 थप्ने, = 2 गर्दा फेरि यो 2x/3 भयो, यो 12/3 भयो। यसपछि दुईवटै 3 3 छ, एउटा 3 लिन्छौं हामी अनि माथिको एज इट इज लेख्छौं है त। यसपछि हामी 2x - 12, अब यो 3 लाई राइटमा लान्छौं, 2 × 3 भयो, 2x - 12 = 6 भयो। यसपछि 2x = -12 लाई राइटमा लानु पर्यो अघिकै जस्तो, सो +12 भयो। 2x = 6 र 12 ले 18। अब x लाई एक्लो बनाउँदा 2 राइटमा गयो, 18/2, therefore x = 9 एन्सर भयो है।
अब सानो क्लासमा एलसीएम लिँदा यसरी तलमाथि दुवैको तल इक्वल बनाएर लिन्छौँ। अलि ठुलो क्लासमा गएपछि हामी यो स्टेपबाट डाइरेक्ट यहाँ आउँछौँ। त्यसको बारेमा नेक्स्ट भिडियोमा हामी बुझ्ने कोसिस गर्नेछौँ। हस्, थ्याङ्क यू, बाई बाई।